गाइस गुड मर्निङ तपाईहरुको माझ फेरि पनि नयाँ गेम केटो ब्लगमा आएको छु र आज चाहिँ माछा मार्न यसो माझी टारमा आएको छु हैन मैले चाहिँ आएर यसो गरम भयो हेर्दैछु यहाँ माछा यहाँ खेल्नु पर्ने भनेर एकदम परे हैन सोधिरहेको छु उहाँ पर छ देख्दैन अहिले गएर देऊ म चाहिँ यहाँनिर चाहिँ दारहरू रहेछ थुप्रो रहेछ हैन यो चाहिँ माझी टार हो हैन अब एकछिनबाट देखाउँछु नि ल म यहाँ हेर्नुहोस् न गरम भएर यसो हेर्दै जाँदैछु कहाँ खेल्नु के गर्न पर्ने भन्दै जाँदैछु अब एकछिनबाट के हुन्छ दार माथि दार रहेछ अब हेर्नुपर्छ जग्गा हेर्नुपर्छ हैन कहाँ खेल्नु पर्ने कता खेल्नु पर्ने त्यसको बादमा चाहिँ म तपाईँहरूलाई देखाउँछु नि ल अब खै माछा त त्यस्तो छैन अहिलेसम्म त अब यहाँ त अब त्यस्तो लाग्दैन अहिले म तपाईँहरूलाई लागेर सिङबाट देखाउँछु नि ल कस्तो हुँदो रहेछ गाइस हेर्नुहोस् है मैले चाहिँ यहाँनिर लगाइरहेको छु होइन एउटा यहाँ छ एउटा हो फेरि यहाँनिर छ यहाँ देख्न सक्नुहुन्छ है यहाँनिर छ एउटा एउटा चाहिँ मैले यहाँ लगाएको छु हो लगाएको छु हो बसिरहेको छु अन्त यतिको बसिरहेको छु परेको छैन माछा परिसकेपछि म तपाईँलाई देखाउँछु नि ल कत्रो पर्यो भने तार होइन एउटा यहाँ छ एउटा यहाँ गरिरहेको छु त्यो चाहिँ मिनी ब्लक हुने रहेछ त्यस्तो खास ब्लक हुने छैन मिनी ब्लक हुनेछ ल गाइस अब जति पर्छ म तपाईँलाई देखाउँछु एकछिनमा यहाँ चाहिँ माछाले ठुङ्दैछ अब माछा परेको जस्तो पनि लाग्छ माछा पऱ्यो ठुङ्दैछ हेर्नुहोस् नि हेर्नुहोस् है यहाँ देखाउँदैछ हेर्नु यहाँ ठुङ्छ यहाँ ठुङ्छ एकछिनमा ठुङ्छ हेर्नुहोस् है ठुङ्दैछ माछा पर्ने आश छ माछा पर्ने आश देख्नु चेक 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 हिर्काउँदैछ अब चेक 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 खै अहिलेसम्म त एउटा परिरहेको छ हो यहाँ चाहिँ हलचल दिएको छैन यहाँनिर चाहिँ एउटा हलचल पनि दिएको छैन चाहिँ एउटा हलचल पनि दिएको छैन हो चरेस लागिरहेछ हो यहाँ चाहिँ एउटा हलचल पनि दिएको छैन यो निकाल्छु होला रट त अब राख्छु होला निस्केको खोलाबाट निस्किसकेँ माछा चाहिँ पाउनु चाहिँ पाएँ एउटै भए त पाएँ चाहिँ यहाँ न दाहरू यसो नाइटमा फिसिङ गर्दै आएको रहेछ होइन दाहरू हाम्रो यो दाहरू चाहिँ रिसार्टको रहेछ अन्त स्ट्रेन थाप्दै आएको रहेछ हिँडेकै गाइस माछा चाहिँ एउटै पारेको छु होइन यो एउटा लगेर खानेले खान्छ सुप खाएर ओर्दा चाहिँ त्यस्तो ठुलो पनि छैन त आज चाहिँ त्यस्तो बचाउने पनि पाएन किनकि मान्छे ज्यादा थियो हो मान्छे ज्यादा भएको कारणले गर्दा चाहिँ मेरो बसन्ती माथि राखेको छु बसन्तीको छेउ गइ हुँदैछ हो बसन्तीको छेउमा बसन्तीलाई यहाँ राखिरहेको छु बाबा यसो मेरो यहाँ छ हो दाहरूको बाइक यहाँ रहेछ त्यो ल चाहिँ घरमा पुगेर गर्छु